तपाईको चाहिँ नि हैन पेल्दै आएको कारणले गर्दाखेरि त्यसरी नै जान सकिन्छ भन्ने किसिमको तपाईको चाहिँ त्यो दमनकारी नीति गरेको कारणले गर्दाखेरि त्यो दुर्घटना हामीले नचाहँदै भयो। देशलाई सधैँभरि तपाईको चाहिँ अराजकता अशान्ति र अस्थिरतातर्फ लगिरहने मान्छेहरूलाई हामीले नेता सम्झिरह्यौँ। त्यो नेता थिएन हाम्रो लागि, वास्तविक नेता थिएनन्। ती थिए त तपाईको छैन विदेशी इसारामा चल्ने मानिसहरू थिए, दम्बले फुलेका मानिसहरू थिए, जसले देशका जनतालाई किरा फट्याङ्ग्रा सम्झेर मार्नुपर्छ, दमन गर्नुपर्छ, जसरी पनि ठिक लगाइहालिन्छ भन्ने खालका तपाईको निरङ्कुश सोच विचारले हाबी भएका मानिसहरू थिए। त्यस्ता मानिसहरूलाई हामीले नेतृत्व सम्झिरह्यौँ, नेता सम्झिरहेर देश सुभिरह्यौँ, सत्ता सुभिरह्यौँ, सरकार सुभिरह्यौँ, जसका कारणले गर्दाखेरि हाम्रो चाहिँ तपाईको चाहिँ जीवधनको आज सुरक्षा हुन सकेको छैन यो देशमा है। यो देशको नेतृत्व जसलाई हामीले चुन्यौँ ती चुनेका नेताहरूलाई तपाईको नेतृत्वलाई यो देशको सिमाना कहाँसम्म हो भन्ने थाहा छैन। थाहा छ? सिमानाको रक्षा गर्न नसक्ने, जनताको जीवधन सुरक्षा गर्न नसक्ने, व्यक्तिको तपाईको सम्पत्तिको सुरक्षा गर्न नसक्ने, यो देशमा न्याय स्थापित गर्न नसक्ने, रोजगारी दिन नसक्ने, केही पनि दिन नसक्ने मान्छेहरू नेता हुन लायकका मान्छेहरू रहेछन् त। त्यसो भएको कारणले गर्दाखेरि है यत्रो पेट फुलाएर चिल्लो गाडीमा हिँडेर मात्रै हुँदैन। म भन्न चाहन्छु जनताको दुःखलाई बुझेको मान्छे हुनुपर्छ, जनताको समस्यालाई बुझेको मान्छे हुनुपर्छ, जनताको दुःख र समस्यालाई आफ्नै दुःख र समस्या सम्झिने मान्छे हुनुपर्छ। त्यस्तो नेतृत्वको खाँचो छ र त्यस्तो नेतृत्व बनेर एउटा अन्तिम विकल्पको रूपमा तपाईहरुको सामुन्ने, हामी सबैको सामुन्ने, हामी सबैको आफ्नो श्रम संस्कृति आएको कुरा म यहाँ सबैजनालाई निवेदन गर्न चाहन्छु। श्रम संस्कृतिसँग छ भिजन है, वी हेभ द भिजन। हामी यो देशलाई कसरी परिवर्तन गर्न सक्छौं भन्ने जरादेखिको उपाय हामीसँग छ। हामी त्यतिकै हावामा तपाईको छैन 3 घण्टा भाषण ठोकेर आफूलाई नेता सम्झदैनौं है। जनताको गरिब बस्ती बस्तीमा हामी पुगेका छौं, जनताको दुःखमा हामी तपाईको छैन रोएका छौं, जनताको तपाईको हरेक समस्यालाई हामीले बुझेका छौं। त्यो खालको एउटा चाहिँ एउटा अभियान बनाऊ, एउटा संस्कृति बनाऊ। ल भन्नु छ तपाईलाई मन पर्यो भने पार्टी नै भन्नुस्, ल पार्टी बनाऊ, त्यो आएको छ, त्यो पार्टी तपाईको हो। यो हर्क साम्पाङको एक्लो पेवा केही मान्छेहरुको रहेछ, यसो गरेर त्यहाँ सुन्यो ताली बजा होइन। अब आज यहाँ तपाईँ जे जति उपस्थित हुनुहुन्छ र मिडिया मार्फत जे जतिले हामीलाई सुनिराख्नु भएको, बुझिराख्नु भएको छ, यो सम्पूर्ण नेपालीको संस्कृति हो, साझा संस्कृति हो, श्रम संस्कृति। श्रम संस्कृति जिन्दाबाद। श्रम संस्कृतिले मात्रै तपाईको छैन यो देशको समस्या समाधान गर्न सक्छ। यसको बारेमा म 1 वर्षसम्म बहस गर्न तयार छु, जोसँग कोसँग गर्नुपर्ने, कहाँ गर्नुपर्ने। तर यो कार्यक्रम मार्फत मैले छोटो मात्रमा जानकारी दिन चाहन्छु, छोटो मात्रमा दिन चाहन्छु जानकारी। वास्तवमा यो श्रम संस्कृति के हो? श्रम संस्कृति भन्दा मान्छेलाई विकासको केन्द्रबिन्दु मान्ने अवधारणा हो श्रम संस्कृति। मान्छे मारेर विकास हुँदैन भन्ने सोचाइ हो श्रम संस्कृति है। विकासको केन्द्रबिन्दु मान्छे हो। मान्छे छ भने विकासको परिकल्पना गर्न सकिन्छ, तर मान्छेलाई विस्थापित गरेर, मान्छेलाई मारेर, कुल्चेर, काटेर होइन तपाईको चाहिँ फसाएर कुनै तपाईको चाहिँ अर्को कुरा प्राप्त गर्न चाहँदैन श्रम संस्कृति। श्रम संस्कृतिले तपाईलाई माया गर्न सिकाउँछ। श्रम संस्कृतिले तपाईले देशलाई माया गर्नुपर्छ भन्छ। श्रम संस्कृतिले देशले तपाईलाई माया गर्नुपर्छ, सरकारले तपाईलाई माया गर्नुपर्छ भन्छ। मान्छेलाई केन्द्रबिन्दुमा राखेर बाटो बनाउनु भन्दा एउटा बिग्रेको मान्छेलाई सही मार्गमा देखाउनु ठुलो विकास सम्झने अवधारणा हो श्रम संस्कृति। बाटो चाहिँ ठुलो बनायो, मान्छे चाहिँ सबै स्वार्थी र तपाईको छैन हैन एकदम नराम्रो खराब प्रवृत्तिका भयौं भने त्यो ठुलो बाटोको कुनै अर्थ हुँदैन। आदरणीय दाजुभाइ दिदीबहिनी, मान्छेलाई परिवर्तन गर्ने संस्कृति हो यो। एउटा अल्छी मान्छेलाई पौरखी बनाउने, डुलेर लखर लखर हिँड्ने मान्छेलाई श्रमसँग जोड्ने संस्कृति हो श्रम संस्कृति। आज तमाम जेनजीले भ्रष्टाचार विरुद्धमा अभियान छेडेको छ, आन्दोलन गरेको छ, ज्यानै कतिले फाल्नु भयो, कतिले तपाईको चाहिँ अझै पनि अङ्गभङ्ग गरेर तपाईको घाइते अवस्थामा अस्पतालमा कठिन दिनहरू बिताइराख्नु भएको छ। जेनजीको एउटा म्यान्डेट के थियो? जेनजीको चाहना के थियो भने यो देशमा भ्रष्टाचार नहोस् भन्ने थियो। आदरणीय दाजुभाइ दिदीबहिनीहरू,
नेतृत्व भन्ने बित्तिकै भिजनको कुरा आउँछ, दृष्टिकोणको कुरा आउँछ। नेतृत्वलाई थाहा हुनुपर्छ कहाँ म जाने, कुन दिशाबाट जाने, बाटो के हो, गन्तव्य के हो भन्ने थाहा हुनुपर्छ। तर आजसम्म म यो विषयमा ठोकुवा गरेर बहस गर्न तयार छु। यो देशको जोस कोसँग बहस गर्नुपर्ने हो, म 1 वर्ष भन्दा बढीकै समयमा बढी नै समय दिएर पनि म बहस गर्न तयार छु। यो देशमा आजसम्म हामीले चुनेको नेतामा भिजन थिएन, भिजन थिएन। कसरी यो देशको अर्थतन्त्रलाई उठाउने भन्ने बारेमा भिजन थिएन। हामीले कस्ता नेताहरूलाई चुनिरह्यौँ भन्दाखेरि विदेशी प्रभुलाई ढोक्ने, अलिकति अनुदान लिने, ऋण अलिक धेरै लिने, लिएको ऋणले पनि बाटो नबनाउने, घर बनाउने, बरु पुल नबनाउने, आफ्नो तपाईँको छैन होइन सम्पत्ति जोड्ने, यो खालको मान्छेहरूलाई हामीले नेता साने ठानेर नेता चुनिरह्यौँ। अहिलेसम्म यो देशमा कोही त्यस्ता मान्छे तपाईँको छैन नेता हुन लायकका मान्छे मैले चाहिँ देखिनँ। किनभने उनीहरूसँग भिजन छैन, दृष्टिकोण बिनाको मान्छे, दृष्टिकोण बिनाको नेतालाई हामीले चुनिराखेकै कारणले ऊ आफैलाई पनि थाहा थिएन कहाँ जाने भन्ने, देशलाई कहाँ पुर्याउँछ, कहीँ पनि पुर्याउँदैन है। भिजन नभएको नेतालाई समयको महत्त्व हुँदैन। जेसुकै होस् उसलाई टाइम पास गर्नुपर्ने हुन्छ, रमाइलो गर्नुपर्ने हुन्छ। अनि त्यो खालको नेता खुदलाई टाइम पास गर्नुपर्ने खालको अवस्था छ भने उसले युवालाई पनि समयको महत्त्व बुझाउँदैन। आज हामी युवाहरू पनि सबै टाइम पासको खोजीमा छौँ कि छैनौँ? कसो गरेर टाइम पास रमाइलो गरी गर्ने, घुमेर पो गर्ने कि कतै केही गर्ने कि केही बन्नु छैन यो देशमा, कसैलाई पनि केही छैन। हाम्रो लक्ष्य किन छैन भन्दाखेरि भिजन भएको नेता छाने पो हुन्छ, भिजन भएको मान्छेलाई, दृष्टिकोण भएको मान्छेलाई यसो गर्नुपर्छ भन्ने तपाईँको चाहिँ प्रष्ट भिजन भएको मान्छेलाई चुने पो हुन्छ। त्यसले गर्दाखेरि हामीले चुनेका नेताहरूमा नेतृत्व थिएन, भिजन थिएन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले गहिरो समीक्षा गर्नुपर्छ। त्यो नेता आकाशबाट तपाईँको छैन वर्षी झरेको असिना थिएन, माटोमा उम्रिएको च्याउ जस्तो थिएन। हामी तपाईँले नै चुन्यौँ, त्यस्ता मान्छेहरूलाई चुनिरह्यौँ। अझै पनि हामी कन्फ्युज छौँ जस्तो मलाई लागिरहेको छ। अब पनि हामी कस्तो मान्छेलाई चुन्ने भन्ने बारेमा चाहिँ नै हामीलाई विलम्ब र त्यो तपाईँको दोधार हामीमा छ जस्तो मलाई लाग्छ। हामी त्यस्ता मान्छेहरूलाई चुनिरह्यौँ जुन मान्छेहरूले भ्रष्टाचारमाथि भ्रष्टाचार गरिरहे, व्यथितिमाथि व्यथिति फैलाइरहे, अन्य अत्याचारमाथि अन्य अत्याचार गरिरहे।